कोटदरबार हेर्ने हाम्रो लक्ष्य हो। मनमा चाहिँ लागिदिनु। अनि तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ आन्तरिक पर्यटकहरू एकदमै उत्सुक भएर आइसक्नु भएको छ झुलुङ्गे पुलमा रमाउन। एकदमै हावा सिरिरी हावा लाग्दो रहेछ होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ तल बग्दो सेती नदी, माथि बग्दो द्वारी खोला होइन होइन। गुन्डा कामला गरिआयौँ पृथ्वी बोकी झोला हुने एउटा देउडा गीत होइन। सबै कुराहरू घुम्नकै लागि, प्रकृतिसँग रमाउनकै लागि। अब यता फेरि प्रकृति भन्ने बित्तिकै प्रकृति एउटा केटीको नाम पनि हुन जान्छ, यो चाहिँ नसम्झिनु होला। यताबाट चाहिँ हामी माथि एकदमै हाइटमा बिपी हाई भएको मान्छेहरू नआइदिनु होला यस्तोमा। एउटा यो अब त्यही राजाको पालाको भग्नावशेष हुनसक्छ के होइन, एउटा भवनको यहाँ पनि देख्न सकिन्छ तल। हामी चाहिँ यतिखेर निकै थगिएस अवस्थामा हामी चाहिँ यो कोट भैरव दरबारमा हामी पुगिसकेको अवस्था हो साथीहरू होइन। एकदमै भग्नावशेष अवस्थामा बाँध्नु मात्र छ यहाँ, यहाँको भाषामा बाँध्नु भन्दो रहेछ होइन। यहाँ वाल मात्र देखिन्छ, तपाईँले देख्न सक्नुहुन्छ। पर्खाललाई एकदमै कुदिएर काटिएको कलात्मक किसिमले यहाँ दरबारको चाहिँ काटछाँट गरिएको रहेछ। ढुङ्गालाई एकदमै राम्रो किसिमले काटेर बनाएको रहेछ। अब दरबार चाहिँ ऐतिहासिक दरबारलाई चाहिँ एकदमै भग्नावशेष अवस्थामा पर्खालको रूपमा मात्र यहाँ चिन्न सकिन्छ, देख्न सकिन्छ होइन। हामी यता हेर्दैछौँ, अवलोकन गर्दैछौँ। यहाँ राज्यले यहाँभित्रको सम्पूर्ण प्रकृतिबाट त भन्ने मानवीय क्षतिबाट भन्ने मानवीय दोहन प्राकृतिक दोहनलाई यो क्षेत्रलाई बचाउनको लागि, संरक्षण गर्नुको लागि यहाँका सरकारवाला पक्ष, निकाय, स्थानीय तहदेखि लिएर राज्य सरकारले चाहिँ यसको चाहिँ हाम्रो संरक्षण सम्वर्धनको लागि चाहिँ अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मनसाय हो र सुझाव पनि हो। हामी यहाँ देख्न सक्छौँ यहाँ परापूर्व कालमा विभिन्न किसिमको तपाईँहरूले चाहिँ यहाँको इतिहासलाई पल्टाएर हेर्न सक्नुहुन्छ होइन। हामी एउटा कोठामा पुगेका छौँ। अब यताबाट कक्ष दरबारमा पुगेका छौँ। पूर्ण रूपमा क्षति भइसकेको दरबार हो यो। त्यहाँ भगवान् किसिमकोले पनि हेर्ने हो भने यहाँ पर्खाल मात्र छन्, कुनै कुनै ठाउँमा साना पर्खालहरू छन्। विभिन्न किसिमको संरचनात्मक शैलीमा यहाँ बनेको रहेछ, तर यहाँको प्राकृतिकदेखि लिएर मानवीय दोहनले गर्दाखेरि अलिकति यहाँ राम्रोसँग यहाँको संरचनागत किसिमको ढाँचा हामी हेर्न सक्दैनौँ, देख्न सक्दैनौँ। हामी अगाडि बढिरहेका छौँ, तपाईँलाई यसै गरी अगाडि बढाउँदैछौँ। तपाईँहरूले हामीसँग यात्रा गर्दै गर्नुहोस्। यहाँ अब यस्तो किसिमको चाहिँ संरचना छ, यो एकदमै भग्नावशेष किसिमले रहेको हामीले बारम्बार तपाईँहरूलाई जानकारी गराइसकेका छौँ। बारम्बार हामीले तपाईँलाई जानकारी गराइसकेको अवस्थामा यहाँ एउटा मठ मन्दिर जस्तो ठाउँ पनि देख्न सकिन्छ। सनातन किसिमले यहाँ जेएम अनि यहाँ हिँड्दैछन् साथीहरू मजाले। हामी चाहिँ यहाँ काल भैरव कोट भैरवको चाहिँ हामी यहाँ दर्शन गर्नेछौँ। थोरै तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै ल। अब यहाँ चाहिँ तपाईँहरूले ऐतिहासिक किसिमले तपाईँहरूले यहाँ हाम्रो पढ्न सक्नुहुन्छ केही कुराहरू हामीले यहाँ देख्न र लेख्न सकेका छौँ होइन। त्यो किसिमले संरक्षणको किसिमले हामीले चाहिँ यहाँ अगाडि हामीले भैरवको चाहिँ हामीले डिजिटल्ली तपाईँहरूलाई पनि यहाँ हामीले एकदमै दर्शन गर्न चाहन्छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ विभिन्न किसिमका त्रिशूल, विभिन्न किसिमको कलात्मक मूर्ति चित्र होइन। अनि त्यसरी देख्न सक्नुहुन्छ नजिकबाट तपाईँहरूलाई यो किसिमको चाहिँ वातावरण संरचना देखाउन सकेका छौँ। त्यस कारण तपाईँले अब यहाँ सर र
तपाईँहरूलाई हामीतिर यहाँ केही कुराहरू लेखेको छ। हामी केही कुराहरू तपाईँहरूलाई देखाउन चाहन्छौँ। यहाँ लेखेको छ श्री गणेशाय नमः, श्री भैरव देवाय नमः भन्नुभएको छ। डोटीका राजा श्री भूपति शाह हुनुहुँदो रहेछ त्यति बेलाको शासनकालका राजा। शाहको 1480 1512मा दिपायल गणेर गौडामा राजदरबार निर्माण हुँदा यो ठाउँको नाम गणेर गौडा रहेछ। हुँदा प्रवेशद्वारमा भैरवको स्थापना भएको सम्बत 1990मा चाहिँ यहाँ हाम्रो भैरवको यो भैरव यहाँ अहिले हामीले भर्खरै देखाएको चाहिँ मूर्ति जुन 1890मा बनिसकेको रहेछ। सम्म पूजा खर्च नेपाल दरबारबाट बेहोरिने गरिएको थियो र त्यति बेलाको शिलान्यास हुनसक्छ। यो दरबारको संरक्षण तथा मन्दिरको सामान्य जीर्णोद्धार यस क्षेत्रको प्रहरी परिवार र नगरपालिका 2050 सालमा गरिएको रहेछ। यसलाई चाहिँ पुनरावलोकन अब भग्नावशेषलाई चाहिँ के संरक्षण को लागि चाहिँ यहाँ डोटीको दिपायल सिलगढी नगरपालिकालाई 2050 सालमा चाहिँ यो किसिमको चाहिँ बनेको गरेको रहेछ। यो पुनः शाक्य 1480 देखि 1512 तदनुसार विक्रम 1615 देखि 1647मा चाहिँ हाम्रो यो क्षेत्रीय प्रहरी कार्यालय हुन सक्छ। यो क्षेत्रीय प्रहरी कार्यालयले चाहिँ यहाँको चाहिँ सौजन्य गर्नु भएको रहेछ। सौजन्य अब दिपायललाई चाहिँ ह्यान्डओभर गरेर यहाँको चाहिँ त्यो संरक्षण सम्वर्धन गरिसकेको रहेछ। हामी अब यससँगै चाहिँ तल यतापट्टिबाट हामी रेगुलर हिँड्यौँ। यहाँ अगाडि बढिसकेका छौँ साथीहरू। अब अगाडि बढिसकेपछि यहाँ विभिन्न किसिमको बाटाहरू छन्। यहाँ विभिन्न किसिमका चाहिँ पर्खालहरू अलिकति देख्न सकिन्छ। यहाँ अगाडिबाट हामी अगाडिको यो चाहिँ ठाउँलाई हेर्ने भने यहाँ अगाडि द्वारी खोला बगेको छ। यहाँ एकदमै तल दिपायलको चाहिँ जुन वारिपारि जोडिएको त्यो सडक पुल जुन छ नि त्यहाँ चाहिँ एकदमै त्रिवेणीको किसिमले हामी चाहिँ त्यहाँ हेर्न सकिन्छ। यहाँ चाहिँ द्वारी खोला। यहाँबाट हामी सिलगढीको यात्रालाई चाहिँ तय गर्छौँ माथि। अब हामी चाहिँ यहीँ छौँ, कोट भैरवको प्राङ्गणमा छौँ हामी। कोट भैरवको प्राङ्गणमा छौँ। गैरौडा कोट के समथिङ नाम यसको। त्यस कारणले गर्दाखेरि हामी अलिकति दुईवटा पाटा त्यो कुराहरू देख्न सकिन्छ। थोरै पिपलका बोटहरूदेखि लिएर अनेक किसिमका संरक्षण भग्नावशेषहरू हामीले यहाँबाट चाहिँ हेर्न सकिन्छ। हामी माथिल्लोपट्टिबाट हिँड्नेछौँ। साथीहरूले अलिकति समयलाई चाहिँ अगाडि चाहिँ यात्रा गर्दैछौँ, तपाईँहरूलाई देखाउँदैछौँ। यहाँ तल एकदमै गाह्रो ठाउँमा एकदमै माथि हाइटमा विभिन्न किसिमले सुरक्षा निकायदेखि लिएर विभिन्न किसिमले चाहिँ विशेष गरी सुरक्षा निकायको किसिमले चाहिँ यो राजदरबारलाई चाहिँ डिजाइन गरेको हुनसक्छ। हाइटमा विभिन्न किसिमको चाहिँ राज्य शक्तिका कारणले गर्दाखेरि यहाँ हाइटमा यो दरबार चाहिँ निर्माण भएको हुनसक्छ। यहाँ विभिन्न किसिमको चाहिँ जस्ताहरूले आएर यहाँ फोहोर गर्ने, यहाँ विभिन्न किसिमको मिनरल वाटरदेखि लिएर रक्सीका बोतलहरूदेखि लिएर यहाँ विभिन्न किसिमका चाहिँ फोहोर देखिरहेका छौँ हामीले। यो कुरालाई चाहिँ स्थानीय सरकारले चाहिँ पूर्ण रूपमा यहाँको पूर्ण रूपमा चाहिँ यहाँको ध्यान आकर्षण गराउन चाहन्छौँ तपाईँहरूलाई। यहाँको सरसफाइको लागि, यहाँको चाहिँ यो सुरक्षित सम्वर्धनको लागि चाहिँ हामी तपाईँहरूलाई यहाँ ध्यान आकर्षण गर्न चाहन्छौँ। हामी अगाडि बढिरहेका छौँ। साथीहरूले चित्रमित्र अलि बढी भयो भन्ने लाग्छ होला बोलेको। त्यो कुराहरूलाई चाहिँ तपाईँले खाली नसोचिदिनु होला। हामी चाहिँ यतिखेर लगभग हामीले पूर्ण रूपमा चाहिँ कोट भैरव दरबारको हामीले चाहिँ सफल भ्रमण गरेर हामी चाहिँ तल दिपायलको व्यावसायिक केन्द्र दिपायलको बजारमा हामीले चाहिँ ओर्लिँदैछौँ। यहाँदेखि एउटा झुलुङ्गे पुल वर्तमान स्थानीय सरकारको पहलमा होस् या सङ्घीय सरकार जुनसुकै तह निकायबाट बनेको होस्, एकदमै राम्रो पुल बनेको छ यहाँ झुलुङ्गे पुल। समथिङ कतिको हाइटमा होला सर यो सतहबाट? समुद्रबाट होइन, तल यहाँ जमिन यसको सतहबाट 700 अलि बढी नै हुन्छ लगभग। त्यही हुनसक्छ अब अनुमानित हामीले 700-800
900 मिटर भइसक्यो तपाईँहरूले त्यो एकछिन बुझिदिनु होला त्यतिखेर हामीले त्यो कुरालाई चाहिँ अगाडि बढाउँदै निरन्तर यात्रामा छौँ हामी यहाँबाट भ्युज देखाउँदैछौँ अब हामीलाई चाहिँ यो भिडियोलाई चाहिँ यहीँ सकाउन चाहन्छौँ धन्यवाद।